मैले त सबै खाइदिएछु माफ पाऊ है ल बाजे खाऊ ए चिरञ्जीवी बाजे मेरो स्वास्नी कहाँ हराई भने कस्तो आपत आइलाग्यो भने नि उसो भए तेरो स्वास्नी मरि ठाउँको ठाउँ ठहरे भाइ यस्तो लोदर कुरा चाहिँ नहराए बाजे फेरि खैके बोलाइदिउला नि तिमीलाई नाति के भन्छ यो त बुढो मरि जा भन्छ मैले सुने हैनमा म यो बुढो मर्दैदेखि सारा सम्पत्ति कप्ला के खाउला भन्ने ठाने होला यहाँबाट गइहाल्यो बच्चे सालहरू फेरि त्यहाँ के उभिरहेछ त भित्र जान्छस् कि यही लौरोले तेरो हाम्रो भुँडी निकाल्दियो त ढाका चाहिँ के हेरेर बसेर अनि कुरुको स्वास्नी खोज्नु जान गर्ने उपाय सोच्न त्यसो गर्दा कसो होला गर्ने चाहिँ कसरी नि पढे मलाई अहिले एउटा उपाय अरे के उपाय भन्दाखेरि पढे के भन्दा हरिबहादुर के कस्तो डर लाग्यो यस्तो भयो कुरा के भनेदेखि नि त्यो मभन्दा 2 इन्च अग्ली स्वास्नी थिए त्यो फ्याक्टै हरायो भने अब कोही खोज्दै जाऊ भन्दा पनि मान्दैन नि एकताल हरिबहादुर जाऊ न मसँग गयो अहिले तेरो स्वास्नी खोज्दै जाँदाखेरि यता मेरो यो अलेजी साथै पहिला गयो भने के हुन्छ नि बुढा पनि यो उमेरमा नि त्यस्तो शङ्का गर्ने हो मान्छेलाई त्यस्तो आपत परिरहेको छ गइदेऊ न जान्छ है तर कहिले भनेदेखि भोलि पनि होइन है पर्सि पनि कहिले भन्दा निको पर्सि त्यसो गरे कसै होला तेरो टाउको होला हिँड्दै भने खुरुका हिँड मात्र भने अस्ति नै तेरो सासुरा गाउँबाट आउँदाखेरि 300 रुपियाँ जार खुवाउनलाई लिएको पैसा खुरुका तिर्था या बुढा कहिले पैसा भन्छ यो खोइ के खोइ नि अस्ति नै गाउँबाट तिम्रो ससुरा आउँदाखेरि जार खुवाउनलाई 300 रुपियाँ लग्यो हो कि हो 1 महिना पछाडि तिर्छु भने होइन त्यो पनि हो ल पाउ न त तर कुन पैसा आज सिकाइदिन्छु म तेरो स्वास्नी खोज्न जान्छु है तर एउटा शर्त भन्दा के शर्त कुरा के भनेदेखि नि मलाई त्यहाँ अलिकति चाहिन्छ त त्यसो गरे कसो होला ठिकैको मोबाइलमा फोन गरेर को बोलेको अरे ठिकैको मोबाइलमा फोन गरिसकेपछि ठिकै नबोलेर को तेरो बाउ बोल्छ त म त्यहाँ त्यो काठमाडौँ आइसकेपछि सबै कुरो गरौँला अहिलेलाई त्यहाँ राख्दे ए भाइ तिमीलाई त्यो झ्यामफुटाली चाहियो हो के का झ्यामफुटाली नि यहाँ घरकी 32 फुटाली हराएर मान्छेलाई कस्तो पिर परिरहेछ 32 फुटाली हराएर किन पिर गरेर बेकारमा मैती देवी गौशाला चाबेल 3 छ नि बेकारमा पिर गरेर त्यस्तो ठाउँ हराएर पिर गरे हो वहाँ घरकी स्वास्नी हराएर पिर गरिरहेको छु खैके नहराए अहिले तिमीलाई पट्याएको छु म मरेको छु तिम्रो लागि
टिके दाजु मरेछ मैले भने मान्छु भने त्यो स्वास्नी माया मार्छु है हेर उता काठमाडौँमा चाहिँ मैले अहिले नयाँ बिजनेस चाहिँ सुरु गरेर छु है त्यसलाई चाहिँ अलिकति उमेर पुगेका झ्यामफुटलीहरू चाहिँ चाहिन्छन् के हो त्यो झ्यामफुटलीहरू चाहिँ तिमीले खोज्यौ त्यो बापत चाहिँ तिमीलाई म अलिकति लक्ष्मी माता पनि दिउँला है कुरा त ठिकै गरे हो कि क्या हो भनेर भन्ला भन्ठाने होला यस्तो दुई लबरी काम त गरे यो भोलि काठमाडौँमा हाम्रा गाउँका केटीहरू आलोपत्र पर्यो भने म मरिन्छ बरु त्यो भन्दा त धुर्मे यहाँबाट टापका हुनु नै राम्रो बाबु भागी यो मान्छेले झ्यामफुटलीको मात्रै बुझेन ओहो लाउरे दाइ नमस्कार अरे के नाम छैन डिस्टर्ब नमस्कार हो अरे के नाम तिमी त्यो दारी बुढोको छोरो होइन अरे शादी उदी गरो केलाई नर्नु गरे थियो नि हो क्या नाम अहिले हराएर जात्रा छ भने अरे के नाम छैन डिस्टर्ब यो त बहुत दुःखद समाचार सुना हो कतै वो दारू सारू खाएर स्वास्नी कुटेर त के नाम डिस्टर्ब लहटे होइन त्यही जार खाएर कुट्न नसक्नाले त हराइनि त्यो च्याखुरी जार खाएर कुट्यो भए त हराउँदै थियो नि फेरि एउटा दुःखको कुरो चाहिँ नि मैले उसलाई कुट्या पनि होइन उसले चाहिँ मलाई कुटेर कहाँ हराई अरे के नाम छैन डिस्टर्ब यो त बहुत डेन्जर कुरो हो म पनि तिम्रो स्वास्नी खोज्नु त भने के नाम उतै कुट्ने भन्ने डर भयो अरे के नाम यो भन्दा त पहिले यतैबाट टाप कस्नु पर्ला जस्तो छ टोली दायाँ फर्की अरे के नाम चेन डिस्टर्ब टाप कस याद हो के भन्ने ओहो लाउरे दाइ नमस्कार अरे के नाम छैन डिस्टर्ब नमस्कार हो अरे के नाम तिमी त्यो दारी बुढोको छोरो होइन अरे शादी उदी गरो केलाई नर्नु गरे थियो नि हो क्या नाम अहिले हराएर जात्रा छ भने अरे के नाम छैन डिस्टर्ब यो त बहुत दुःखद समाचार सुना हो कतै वो दारू सारू खाएर स्वास्नी कुटेर त के नाम डिस्टर्ब लहटे होइन त्यही जार खाएर कुट्न नसक्नाले त हराइनि त्यो च्याखुरी जार खाएर कुट्यो भए त हराउँदै थियो नि फेरि एउटा दुःखको कुरो चाहिँ नि मैले उसलाई कुट्या पनि होइन उसले चाहिँ मलाई कुटेर कहाँ हराई अरे के नाम छैन डिस्टर्ब यो त बहुत डेन्जर कुरो हो म पनि तिम्रो स्वास्नी खोज्नु त भने के नाम उतै कुट्ने भन्ने डर भयो अरे के नाम यो भन्दा त पहिले यतैबाट टाप कस्नु पर्ला जस्तो छ टोली दायाँ फर्की अरे के नाम चेन डिस्टर्ब टाप कस याद हो के भन्ने एकछिन भन के हो हेरिस्यो न मेरो एक्स लोग्ने बनाउँदो पिचास हाय सोल्टी के छ गिद्दी भएर होला होइन सोल्टीलाई तर एउटा कुरो नि सोल्टी त्यसरी स्वास्नी चाहिँ कुटिहाल्नु चाहिँ हुँदैन थियो के बिचरा सराएर तनेर गइराखेर छन् कि टक्कै यसलाई देखेँ कि झट्ट देख्ने बित्तिकै वान साइडेड मलाई चाहिँ एकदमै माया बस्यो के अनि त्यसबाट चाहिँ म्यारेज गर्ने हो भनेर चाहिँ भनेको बिचरा हुन्छ भन्नु के सोल्टीले नि अनि हल्का म्यारेज गर्यो अहिले चाहिँ बिचरालाई यो गाउँ घुमाउन चाहिँ लिएर आइरहेको छु कि माइन्ड चाहिँ नहर ल सोल्टी हुनेसम्म भइसकेपछि के को माइन्ड धोकेबाज त्यसरी आक्रोशमै चाहिँ नआइहाल्नु के सोल्टी जिन्दगीमा कहिले काहीँ त यस्तो सामान्य एक्सिडेन्ट त भइहाल्छ नि हो नि डार्लिङ हामी यो बाटो नजाउँ क्या यो डङ्की हिँडेको बाटो किन हिँड्ने नि फर्किस्यो ठिक छ माइन्ड नगर ल सोल्टी आई लभ यु के बाइ बाइ